हेलो एभ्रिवान गुड मर्निङ अनि जय मसी तपाईँहरूलाई अनि तपाईँहरूलाई मेरो सानो यो भिडियोमा स्वागत छ। अनि हामी अहिले एकदम पदमती सेवा कायबाट जानु आँटेको। सो आज चाहिँ त्यहाँनिर कटेज मिटिङ छ। सो त्यही भएर हामी जाँदैछौँ। सो के हुन्छ कसो हुन्छ तपाईँहरूलाई देखाउँछु। अनि त्यहाँको नजारा चाहिँ एकदमै दामी छ किनभने एकदम डाँडामा पर्छ नि त। सो एकदम डाँडामा परेको कारणले गर्दाखेरि भ्यू चाहिँ ओभर दामी देख्छ। त्यहाँबाट म तपाईँहरूलाई देखाउँछु। तपाईँहरू मसँग आउनु सक्नुहुन्छ। यहाँबाट त्यस्तो छ बाटो होइन, यहाँबाट चाहिँ हिँडेर जानुपर्छ माथि। अनि यो साइड देखाइदिनु न, यो साइड हेर्नु कस्तो दामी भ्यू छ। वाह, अब हामी बजारमा बस्दा देख्नु पाउँदैन यस्तो होइन। वेदर चाहिँ अब एकदम राम्रो छ। यस्तो छ वेदर, उकालो परमेश्वरको खोजीको लागि अब यति त फाइनली हामी चाहिँ आइपुग्यो होइन गाइस। यहाँ यसरी सयपत्री फुलहरू चाहिँ यसरी छ यहाँ झन्डै भन्यो हो गाइस। सो तपाईँहरूले देख्नु सक्नु यहाँ हेर्नुहोस् न। वाह, अर्ग्यानिक पानी आउने ट्याप यहाँ हेर न है, फुल क्या दामी देखेको। मलाई यस्तोमा चाहिँ पुरा मन पर्छ तर पकाउनु। हेर्नुहोस् न गाइस, यहाँ चाहिँ मेरो दाजु चाहिँ चढेछ। दादा दिनु एउटा अम्बकु यहाँ छ दादा, यहाँ दादा यहाँ दुईवटा छ। कत्रो कत्रोले त दादा यो आँगनमा छ नि त दुईवटा। मेरो दाजु हेर्नुहोस् यहाँ चोरेर खाएको। दिनु दादा कस्तो एक्लै खाएको हौ, त्यहाँ चाहिँ दुईवटा ठुलो ठुलो। वाह गाइस हेर्नुहोस् यहाँ पास्टर जानु रहेछ। यहाँ मेरो मामा, यहाँ मेरो दाजु पछाडिबाट हाम्रो रिङ्कल मामा आउनु रहेछ। जय मसी जय मसी। हाम्रो एकदम एक्टिभ मामा। कस्तो लाग्यो अम्बक देखेर तपाईँलाई? हिन्दी शब्द अम्बक चोर चाहिँ कस्तो हाँसु देखाइरहेको छ गाइस। यहाँ पनि मैले एउटा मात्रै रेडी चोरेर यहाँ हेर्नुहोस् न, अझै धिक मरै चेक गर्दै। सो फाइनली गाइस अब चाहिँ हाम्रो सेवा सकेर अब हामी खावा दावापट्टि जानेछौँ। कस्तो घाम। आत्माको भोजन त पाइहाल्यो, अब शरीरमा पनि त खानै पर्यो गाइस। होइन अहिले चाहिँ हामी खाना आँटेको हो। सो यहाँ सबैजना हुनुहुन्छ। औ के गरेको म र खाना बाँड्नु अनि त्यसो यस्तो छ। यस्तो राम्रो दिन देखिरहेको छ। चिकन, यो चाहिँ कालो दाल, त्यहाँदेखि बोडी, सिमी, अन्त यहाँ काँक्रा मुलाको अचार, डल्ले पापड होइन। अन्त यहाँ फुच्चे पाटीहरूसँग बसिरहेको छु। यो लुगामा जोब लाग्छ। इस्कुस हन्टिङमा आएको मान्छे चाहिँ हेरिहाल्नुहोस् कति इस्कुस लिएर आइरहेछ। भयो दादा, सुजातीलाई पनि लगिदिउँ है। इस्कुसको मालिक नि चाहिँ इस्कुसको मालिक नि, तर यहाँ मलाई पछि एट्याक गर्न आइरहेको छ, माग्नु आइरहेको छ यहाँ। हेर्नु एक बाल्टी सक्छ त यो मान्छेहरूलाई। अम्बो हामीले 10 केजी त चोर्यो होला है। गाइस फाइनली सेवा सकेर हामी चाहिँ निस्क्यो। यहाँ जाँदै गरेको अवस्था। यहाँ मेरो मामा खायो पियो यी झोलामा पनि बोकेर आयो। यो चाहिँ अम्बोको हो। हाम्रो विवेक दादा चाहिँ इस्कुस लिएर आउँदै। बाटोमा एउटा भ्लग बनाइदिनु नि। सो अहिले चाहिँ हामी जाँदै गरेको बहिनी र म। एकदमै बेसी घाम लागिरहेछ तर एकदम मजा पनि आयो। शीतल खालको घाम हुन्छ नि, लाइक
अब रम्फूमा कस्तो टनटन हुन्छ नि त है रम्फूमा पुरा टनटन हुन्छ यहाँ चाहिँ त्यस्तो टनटन छैन मजा आइरहेछ सो वी आर इन्जोइङ अ लट सेवा पनि सक्यो अनि राम्रो भयो सेवाकाई आज सेवाकाई अभियसली जहिले पनि राम्रै हुन्छ किनभने परमेश्वरको वचन भन्ने कुरा हाम्रो शरीरमा हामीलाई जस्तो खाना चाहिन्छ त्यसरी नै हाम्रो शरीर हाम्रो लाइक हाम्रो जीवनमा परमेश्वरको वचन चाहिँ एकदमै खाँचो छ है सो त्यही भएर लिएर हिँड्दैछ झोला झोला अन्त हाम्रो गाडी चाहिँ उपर छ अन्त हाम्रो आमाहरू चाहिँ बेसी खाएर थाकेर जेमिसी खोइ भनेको सबैलाई कत्रो बढी अम्बक खाँदो रहेछ